यदि परमेश्वर मसँग हुनुहुन्छ भने किन म अझै रोइरहेको छु? किन मेरो जीवनमा अझै समस्या आइरहेको छ? प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज म एउटा महत्त्वपूर्ण प्रश्नको बारेमा बोल्न चाहन्छु। हामीमध्ये धेरैले मनमा नै सोध्ने प्रश्न। म प्रार्थना गर्छु, चर्च जान्छु, परमेश्वरमा विश्वास गर्छु, तर किन अझै पनि जीवनमा दुःख, समस्या र परीक्षा आउँछन्? सबैभन्दा पहिले हामीले बुझ्नुपर्ने कुरा के हो भने विश्वासको जीवन भनेको समस्या नआउने जीवन होइन। विश्वासको जीवन भनेको समस्या बीच पनि परमेश्वरसँगै हिँड्ने जीवन हो। यूहन्नाको सुसमाचार 16:33 येशू भन्नुहुन्छ, यस संसारमा तिमीहरूले दुःख पाउनेछौ, तर ढाडस राख, मैले संसारलाई जितेको छु। यसले स्पष्ट देखाउँछ, विश्वास गरेपछि पनि दुःख आउँछ, तर हामी एक्ला हुँदैनौँ। दोस्रो कुरा, परीक्षा हाम्रो विश्वासलाई बलियो बनाउनको लागि हुन्छ। याकुबको पत्र 1:2-3 भन्छ, जब तिमीहरू विभिन्न परीक्षामा पर्छौ, त्यसलाई पूर्ण आनन्द मान, किनकि तिमीहरूको विश्वासको परीक्षा धैर्य उत्पन्न गर्छ। यसले सिकाउँछ कि परीक्षा भनेको हामीलाई तोड्न होइन, बनाउने प्रक्रिया हो। तेस्रो कुरा, परमेश्वरले हामीलाई हाम्रो क्षमताभन्दा बढी परीक्षा दिनुहुन्न। पहिलो कोरिन्थीको पत्र 10:13 भन्छ, मानिसलाई सामान्यभन्दा बाहेक कुनै परीक्षा परेको छैन। परमेश्वर विश्वसनीय हुनुहुन्छ, उहाँले तिमीहरूलाई सहन नसक्ने परीक्षा हुन दिनुहुन्न। यसले हामीलाई आशा दिन्छ, हरेक कठिनाइसँगै बाहिरिने बाटो पनि हुन्छ। चौथो कुरा, कहिलेकाहीँ परीक्षा परमेश्वरको ठूलो योजनाको भाग हुन्छ। रोमीको पत्र 8:28 भन्छ, परमेश्वरलाई प्रेम गर्नेहरूका लागि सबै कुरा मिलेर भलाइका लागि काम गर्छन्। हामीले अहिले नबुझे पनि परमेश्वरले राम्रो नै गरिरहनु भएको हुन्छ। प्रियजनहरू, प्रार्थना गर्नु र चर्च जानु मात्र पर्याप्त होइन, हामीले परमेश्वरमाथि विश्वास कठिन समयमा पनि कायम राख्नुपर्छ। यदि तपाईँ अहिले कुनै सङ्घर्ष, दुःख वा परीक्षाबाट गुज्रिरहनु भएको छ भने हिम्मत नहार्नुहोस्। त्यो अवस्था तपाईँको अन्त्य होइन, त्यो तपाईँको विकासको प्रक्रिया हो। अन्त्यमा याद राखौँ, परीक्षा भनेको दण्ड होइन, त्यो अवसर हो, परमेश्वरलाई अझ नजिकबाट चिन्ने अवसर। धन्यवाद।